चाइनिज सरलाई देख्नु भएन? नमस्कार सर। डुल्दै हेलो साथीहरू सबैजनालाई वेलकम छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ म भरे दिदीकोमा जान आँटेको छु। दिदीकोमा गएर भरे छिट्टै फर्किन्छु, बेलुका ट्युसन पनि भ्याउनुपर्छ। अनि मेरो बहिनीले चाहिँ यहाँ चामल केलाउँदैछन्। एकचोटि केलाएर देखाइदियो त, सेपेक सेपेक सेपेक। मलाई आउँदैन क्या, कति मजाले नाङ्लो चलाउँछु नि क्या। ठिक छ नि, यही फोन पनि हेर्दै चलाइरहेको हुन्छ। तर अहिले चाहिँ फोनलाई अफ गर अनि गर भनेर मैले हराएको छु। अनि हाम्रो अर्को यहाँ महाशय पनि हुनुहुन्छ। हेलो सर, के छ हौ? ठिकै छ? एक्जामको नाम के अरे? ल ब्लक्सफोर्ड। ल साथीहरू म उता जानुपर्ने हुन्छ। अहिले साइकल पुस्ने है, अनि त्यसपछि चाहिँ यसरी टक टक टक। मेरो चाहिँ साइकल यहाँ चाहिँ साथीहरू एकदम फर्ममा छ। अनि म यहाँ चाहिँ जान आँटेको म। मेरो दिदीकोमा पुग्नको लागि चाहिँ साथीहरू हामी टक्क दुधैदेखि यता आएपछि यहाँनिर यालम्बर चोक भन्ने लेखिएको छ है, 9 नम्बर वडा कार्यालय। यहाँदेखि चाहिँ सिधै उँधो गएपछि चाहिँ स्वाइङ 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 गएपछि चाहिँ हाम्रो दिदीको घरमा पुग्ने बाटो छ है। यस्तै छ। अब म सिधै जाँदैछु साथीहरू। अगाडि बाटो यस्तो छ है, हुस्सु अझै लागिरहेको छ, चिसै छ मौसम। बाटो परेर म चाहिँ साथीहरू गोपाल सरको घरमा निक्लेको छु है। गोपाल सरको फेरि ज्याङ्गो ज्याङ्गो कुकुरहरू पनि छ। यस्तो मौसम छ होइन। गोपाल सर भेटिराख्नु भनेको आएको बेला सर। चुप चुप चुप। कुखुरा फर्मतिर पो हुनुहुन्छ कि अन्डा टिप्दै? हजुर सरको कुखुरा फर्म पनि देखाउँछु म तपाईँहरूलाई है। आएको बेला निक्लिराख्नु। सरले बर्थडे पार्टी पनि दिनुभएको छ नि यो पालि। गोपाल सर गएछ न बुढा मान्छे, क्या काम हालिदिइरहेको हुन्छ क्या सरले चाहिँ। एकदम मेहनती हुनुहुन्छ क्या हाम्रो गोपाल सर चाहिँ फेरि। अगाडि यस्तो छ है साथीहरू। यसो हाम्रो चाइनिज सरलाई देख्नु भएन? नमस्कार सर। डुल्दै डुल्दै आएको सर। यता आएको बेला तपाईँलाई भेटिकन जानु पर्यो भनेर। यसपालि हाम्रो बर्थडे पार्टी किन आएन सर भनेर नि। ए साँच्ची के छ खबर खबर भन्दै सरलाई भेट्दै भेट्दै आएको। माथि पनि सोधेको, थाहै छैन भन्नुभयो बुवाले। बाफ्रे बाफ। कस्तो छ सर आजकल? ठिक छ नि सबै? दुःख सुख चल्दैछ नि। आएको बेला तपाईँलाई भेटिकन जानु पर्यो भनेर। सबै आफ्नो आफ्नो लाइनमा। घाँसो विदेश गइसक्यो, राहुलले विदेश पुगिसक्यो, अर्को त्यो खगेन्द्र विदेश पुगिसक्यो। उता सबै कमाउने भइसक्यो नि सर। त्यो अर्को राहुल के भन्नु? राहुल त्यो पनि विदेश पुग्यो पुग्यो सर सबै। अनि कलेजहरू कस्तो छन् अहिले विद्यार्थीहरू? हामी जस्तै छ कि अझै खतरा छ सर? उस्तै हो। हजुर सर। हो सर हो। अनि सर यो दारी कहिले नकाट्नु हुने? साह्रै सोध्नु लागेको प्रश्न हो क्या, धेरै वर्ष अन्त सरलाई खतरा देखिन्छ नि त। अघि घरमा तपाईँको घर छेउमा आएर हेरेँ कि त्यो बाइक रहेछ सर। यतै यता दिदीकोमा आएको बेला निक्लिरहेको। अनि के छ? ठिकै छ सर, सबै ठिकै छ। कलेज के हुन्छ? मजाले जाँदैछ होला? जाँदैछु सर। पढाइ हुँदैछ। तर फर्स्ट इयरमा एउटामा लागेको छ सर। फर्स्ट इयरमा केमा लाग्यो? एजुकेसनमा लागिरहेको छ। खै सर ठ्याक्कै लाग्यो। त्यसमै चाहिँ स्योर पास भनेको थिएँ। जुनमा पास भनेको त्यसैमा लाग्यो? अरूमा त पास गर्यो। खै सर के भएर त्यस्तो भयो? के छ त? सबै ठिकै छ सर अहिलेसम्म। अहिलेसम्म सबै ठिकै छ। अब यसो मन दुखेको कुरो भनेको बर्थडे पार्टी छैन यो पाल सरको।
बर्थडे पार्टी त अब सबैलाई निम्तो पनि भन्दा पनि हजुर स्वतस्फूर्तमा पाउनु पर्यो त। एहे त्यतिखेर बा सरले बोलाउनु हुन्छ कि भनेर म त पर्खेँ नि बेलुका 8 बजीसम्म एसएमएस। तर मेरो एसएमएसै हेर्नु भएकै छैन सरले। म अनि त त्यो पोस्टमा चाहिँ कमेन्ट गर्नुभएको थियो सरले, मैले पोस्टमा चाहिँ देखेँ होइन। अनि त्यही त सबै विद्यार्थीले सोध्छ गोपाल सर कता कता भनेर मैले आज तपाईँलाई ल्याइदिएको क्यामेरामै। ल केही मेसेज छोडिदिनु सबै साथीहरूलाई। ल सबै राम्रो पढ्नु, जहाँ जहाँ को कहाँ पुगेको छ अब आफ्नो कर्म राम्रो गर्नु। हजुर सर जे छ अब त्यो पढ्नेले पढ्दैछ, पढ्नेले राम्रो पढ्दै जानु पर्यो। हजुर सर विदेश गएको छ कोही भने विदेश जानेले अब राम्रो गर्नु पर्यो। हो सर हो। राम्रो इमान्दार भएर काम गरे पछाडि राम्रै फल प्राप्त होला। हुन्छ त्यो त अवश्य। हजुर सर जुन खर्च गर्नु भएन, विदेश भनेको कमाउनु गएको त हो नि। हो सर हो। त्यसले गर्दाखेरि हजुर त्यस्तै छ है केटा। ल राम्ररी गर्नु होला, जहाँ जहाँ जो जस्तो भए पनि हजुर सर राम्रो अगाडि बढ्दै जानु भन्ने कुरा त हो। हो यसपाल सुँगुरले चाहिँ कतिवटा ब्यायो सर? पर फार्ममा हेर्नुपर्छ हौ, कति ल्याउँछ नि भ्याइरहेको छ। ए हुन्छ हुन्छ सर त्यसो भए मैले लागेँ ल। लाग्ने? हजुर सर। ए अब लागिहालेको? हजुर सर जाने कि तल र माथि जाँदै गरेको? तल जाँदै गरेको ए ल ल आएको बेला फुत्तै निक्लिरहेको नि सर। ए ल ल मैले चाहिँ हाम्रो एकदम चाइनिज सरलाई भेटेर फर्किसकेको छु। उहाँको जुङ्गादारीले नै हामी चाइनिज भन्ने हो है। हामी मतलब मैले चाहिँ उहाँलाई चाइनिज सर भन्छु, अरूले चाहिँ गोपाल सर भन्नुहुन्छ। सबैजना डराउँछ, मलाई चाहिँ त्यति डर लाग्दैन, एकदम मजाको हुनुहुन्छ क्या। अघि तपाईँहरूले सुनिसक्नु भयो होला उहाँको बोल्ने तरिका होइन, एकदम फ्रेन्डली हुनुहुन्छ। उहाँको यो चाहिँ खास घर बन्दै गरेको साथीहरू। म घर पनि तपाईँहरूलाई देखाउँछु। अनि साइकल त्यहीँनिर छ, त्यो अब रिसिभ गरेर दिदीकोमा गइन्छ। अनि आज एकछिन दिदीकोमा बसेर अनि स्वाटै जाने हो। आज मेन भनेको मेरो साथीहरूले चाहिँ गोपाल सर कता गयो भन्ने थियो होइन। यो घर यत्रो छ है, राइट राजदरबार छ नि, यो राजदरबार। ल म अगाडिबाटै देखाउँछु। हुन्छ अङ्कल भेटेँ, म लागेँ ल। गोपाल सरको घर भवाल छ नि हो गाइज। गोपाल सरको बुलेट साथीहरू धेरै साथीहरूले मिस गरिराख्नु भएको हुन्छ नि त गोपाल सरलाई। मैले नि प्रायः मिस गरेर हुन्छु उहाँलाई। अनि बाटो पर्दा निक्लेको होइन। अनि त्यही हो अब कुराकानी यस्तै छ साथीहरू। अब तल पुगेर भेटौँ है गाइज। म चाहिँ फाइनल्ली हाम्रो दिदीकोमा आइसकेको छु। दिदीको घर चाहिँ यही हो। मैले साइकललाई यहाँ राखेको छु। जुत्ता खोल्नुपर्छ, जुत्ता खोल्ने है त। ना हे तेरिका सरकार आइपुगेको छ है। ओहो सोल्टी जाडो सेवारो नाना भाग्यमानी हुनु होइन सोल्टी। अच्छा 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 दाजु बिहान आउँछु भनेर त आउँदै आएन। अच्छा 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 घुम्नु कता कता कुद्दै हुनुहुन्छ होला। अस्ति बिहान आउँछु भन्थ्यो आएन। भोलि त्यो अघिल्लो दिन बिहान होइन मैले बोलाएको, भोलि चाहिँ आउनु है भन्दा ल बिहानै आइहाल्छु नि 5 बजी भन्थ्यो। अनि हो र किन नबसेको अरे नि? भरै फर्किँदा निक्लेको थियो। के छ त आज स्पेसलमा आएको बेला? स्पेसल के अरे ओहो अनि के साह्रो रातो हौ? आमामामा के हाल्नु भएको यो? हेर न यसले देखाएको भिडियोमा चाहिँ के उयो गरेको? यो के साह्रो अनि रातो? मान्छे मेरो भिडियो हेर्छ हेर्दैन? के चाहिँ म गइहाल्छु नि, खै ल्याउनु न पैसा। म कति आनन्द। नखाए तपाईँमा इङ्सले नि खान्छ होला नि त। अलि राम्रो मासु लगाइदिनु भन्थ्यो, हड्डी गरम नलाइदिनु, आधी किलो राम्रो लगाइदिनु। ल ल ल म भनिहाल्छु नि। अब म चाहिँ मासु लिन जाने हो। भान्जा कोठा यस्तो चाहिँ त्यो केटा कहीँ भएछ। हजुर
फेरि जुत्ता लाएर